राधे राधे मित्रहरू। आजको शीर्षक छ प्रकृतिले कहिले हतार गर्दैन। हतार त केवल मानिसले गरिरहेको हुन्छ। यदि तपाईलाई पनि आफ्नो जीवनमा धेरै सङ्घर्ष गर्दा गर्दै पनि केही भइरहेको छैन जस्तो लागिरहेको छ भने आजको यो कथा तपाईँको लागि हो। मित्रहरू, एउटा प्रसङ्ग हो एउटा मालीको। उनले आफ्नो बगैँचामा 2वटा बिरुवा ल्याएर रोपेका थिए। एउटा बिरुवा थियो लालीगुराँस र दोस्रो थियो बाँस। लालीगुराँस रोपेको केही समयपछि हलक्क हुर्कियो र त्यसमा ढकमक्क फुलहरू फुल्न थाले। गाउँलेहरू पनि अचम्म मान्दै भन्न थाले, अहो यो त कति राम्रो बिरुवा, कति चाँडै यसमा फुल फुल्यो। र अर्को बिरुवा भने बाँस, त्यो खासै बढेको थिएन। 1 वर्ष बित्यो, 2 वर्ष बित्यो, 3 वर्ष बित्यो, यसरी 5औं वर्ष बित्यो, तर पनि त्यो खासै झाँगिएको थिएन। त्यही बाँस 6औं 7औं वर्षमा गइसकेपछि यसरी हलक्क बढ्न थाल्यो, मानौ यो आकाश छुनेछ। यो 5 वर्षसम्म उक्त बाँसले के गर्दै थियो भने जमिनमा आफ्नो जराहरूलाई मजबुत ढङ्गले फैलाइरहेको थियो, यानि कि बेस बनाइरहेको थियो। जीवन पनि यस्तै हुन्छ। हामी अरूको सफलता देख्छौँ, आफ्नो सङ्घर्ष मात्र महसुस गर्छौँ। कसैको घर बन्छ, कसैले गाडी किन्छ, कसैले जीवनमा ठुलो सफलता पाउँछ र त्यो देखेर हामी सोच्न थाल्छौँ, मेरो पालो कहिले आउला। तर प्रत्येक जीवनको आफ्नै ऋतु हुन्छ। दार्शनिक रुमीले भन्नुभएको छ, फुललाई तानेर चाँडो फुलाउन सकिँदैन, समय आएपछि त्यो आफै फुल्छ। त्यस्तै चिनिया दार्शनिक लाओ त्सो भन्छन्, प्रकृतिले कहिल्यै हतार गर्दैन, तर समयमा आफ्नो काम सबै पुरा गर्छ। र स्वामी विवेकानन्दको एउटा त्यस्तै भनाइ छ, उठ, जाग र लक्ष्य प्राप्त नभएसम्म नरोकिनु। त्यसैले यदि आज तपाईँको मेहनतको परिणाम देखेको छैन भने यसबाट निराश नहुनुहोस्। सायद भगवान तपाईँको जीवनको जरा बेस बलियो बनाइरहनु भएको हुन सक्छ, किनकि जति अग्लो रुख हुन्छ त्यसका जरा त्यति नै गहिरा हुन्छ। जीवन सूत्र ढिलो हुनु असफलता होइन, जरा नै नबनाई हतारमा बढ्नु नै वास्तविक असफलता हो। आत्मचिन्तन गरौँ। आज तपाईँ अरूसँग आफ्नो तुलना गर्दै हुनुहुन्छ कि हिजोको आफूभन्दा आजको आफूलाई अझै राम्रो बनाउने, निखार्ने प्रयास गर्दै हुनुहुन्छ? याद राख्नुहोस् मित्रहरू, सूर्य र चन्द्रमा दुवै चम्कन्छन्, तर आफ्नो समयमा। यस धरतीमा भएका लाखौं करोडौं फलका वृक्षहरू छन्, ती सबैमा फल लाग्छन्, तर आफ्नै समयमा। तपाईँको समय पनि अवश्य आउनेछ। विश्वास नछोड्नुहोस्। आफ्नो सङ्घर्ष र इमान्दारितालाई कायम राख्नुहोस्। यदि यो सन्देशले तपाईँको मन छोयो भने अरूलाई पनि हौसला स्वरूप यो भिडियो साझा गर्नुहोस्। नमस्ते, जय शम्भो, हर हर महादेव।